है त केटाहरू लालिगाको चाहिँ मजै बेग्लै छ क्या होइन। अब अरूलाई त के होला र रियल मैड्रिड र बार्सिलोनाहरूलाई चाहिँ बार्सिलोनाको फ्यानहरूलाई चाहिँ छुट्टै नै मजा छ। किनभने अब बार्सिलोनाको गेम हुँदाखेरि रियल मैड्रिडको फ्यानहरू चाहिँ अब यो गेम हारे हुन्थ्यो भन्दै हेर्ने होइन। अब जितिसकेपछि फेरि अब मनै पोल्ने। त्यस्तै आखिरमा अब हिजो गेम भएको थियो बार्सिलोनाको होइन। बार्सिलोना भर्सेस इलेचे हो कि के हो, इलेचे नै जस्तो लाग्यो। त्यो क्लबको नाम पनि अहिले राम्रोसँग थाहा भएन, तर त्यो क्लबसँग गेम भएको थियो। त्यो गेम हुने बेलामा अब बार्सिलोनाले 3-1ले जितिहाल्यो र लमिन यामालको मास्टर क्लास त छँदै थियो नै होइन। अब टाइटल रेसमा पनि निकै नै अब त्यो भइरहेछ क्या, खतरा भइरहेछ। किनभनेपछि अब जम्मा हिजो 1 पोइन्टको फरक थियो रियल मैड्रिड र बार्सिलोनाको होइन। अब बार्सिलोनाको एक खेल खेलिहाल्यो, बार्सिलोनाले एक गेम बढी खेलेको छ र अब 4 पोइन्ट माथि गएको छ है रियल मैड्रिड भन्दा। अब आज यदि रियल मैड्रिडले जितेन भने रियल मैड्रिड 4 पोइन्ट पछि पर्ने भयो र अब जित्यो भने चाहिँ फेरि पनि 1 पोइन्टको मात्र फरक हुन्छ र अब चाहिँ के गर्दा भनेपछि अलिकति ग्याप नजिक हुने भयो। त्यही भएर आजको गेम अब साँझ भन्नु लाग्यो रियल मैड्रिडको गेम चाहिँ होइन। बार्सिलोनाको फ्यानले पनि हेर्छ र रियल मैड्रिडको फ्यानले पनि हेर्छ है। अब रियल मैड्रिडले चाहिँ रियल मैड्रिडको फ्यानहरूले चाहिँ अब जिते हुन्थ्यो भन्दै हेर्छन् र अब बार्सिलोनाको फ्यानहरूले चाहिँ हारे हुन्थ्यो भन्दै हेर्छन्। अब आजको गेममा के हुन्छ जस्तो लाग्छ तपाईँहरूलाई, रियल मैड्रिडले जित्छ कि होइन हार्छ त? अब बार्सिलोनाको फ्यानहरू खुसी हुन्छन् कि रियल मैड्रिडको फ्यानहरू खुसी हुन्छन्, के लाग्छ तपाईँहरूलाई तल कमेन्ट गर्नु होला। मलाई चाहिँ के लाग्छ भनेपछि रियल मैड्रिडले जित्छ गेम आजको गेममा पनि त्यही 2-0 जति हुन्छ होला र एम्बाप्पे भिनिसियस दुवैजनाले गोल हान्छन् भन्ने चाहिँ मेरो प्रेडिक्सन हो। मिल्छ मिल्दैन हेरौँ है।